तिमी आइपुग्यौ? बा आइपुगे। कस्तो थकै नै लाग्यो। तिमीसँग एउटा कुरा गर्नु थियो। के कुरा हो बुबा? मैले नीलकण्ठजीसँग पनि कुरा गरेका थिएँ। एउटा राम्रो घरबाट बिहेको कुरा आएको छ। त्यसैले तिम्रो बिहे गरौँ कि भनेर सोचेको। अरे शिव, हैन यी बालाई के भएको? खाली बिहे बिहे मात्र, अरू काम छैन बा तपाईको? हेर छोरी, घर राम्रो छ, फेरि केटा पनि राम्रो छ भने के भयो त? सधैँ यतिकै बस्ने होइन क्या रे। बेला भएपछि म भनिहाल्छु नि बा, किन पिल गर्नुहुन्छ? घर आउन पाछ नि खाली बिहे बिहे। घर राम्रो छ, केटा राम्रो छ, छोरीले सुख पाउँछ भनेर भने हो क्या रे। के गर, आफूले मात्रै भनेर नहुने। हेर केटा, मलाई एउटा यस्तो गजबको आइडिया आइरहेछ। अब तेरो दाइ 2-4 दिनमा गाडी लिएर हुँ यहाँ किन्दैछु। हो र दाइ? त्यस्तो के हो र दाइ, गाडी नै किन्ने? तेरो दाइले अब माथिको जङ्गल प्लटिङ गर्छ, रातको जग्गा बेच्छ, रातारात मालामाल हुन्छ तेरो दाइ। अनि दाइ माथिको जङ्गल प्लटिङ गर्न मिल्छ र? पहिला यो सारा पृथ्वीभरि वनै वन थियो। वन फाँडेर बस्ती बस्यो। जस्तै यो वन फाँड्ने, जग्गा प्लटिङ गर्ने, जग्गा बेच्ने, पैसा कमाउने। ओए टाउकोमा हान्छस्? टाउको नहानेर के नाकमा हान्नु त? ए जुङ्गी पर्छ। ओए भन् मलाई किन आइस? मलाई 5000 पैसा ले त। खुब पैसा कमाउने आइडिया सिकाउँदै थिइस्। अब दाइसँग पैसै पैसा कमाउने बाटो पत्ता लागिसक्यो। कहिले त 5000? बाटो पो खोलो भने त अहिले त छैन पैसा। साला काइदियाहरू। कहाँ गराइस? आलु ल्याउ काका। ए अनि कस्तो आलु ल्याइस? खाने आलु कि बिउको आलु? बिउ आलु ल्याएको। खाने आलु त अस्ति खनेको छँदै छ त। अनि कता हिँड्यौ काका? पर सरकारीसँग जाउँ भनेर। उसले जान लाग्यो काका। सरकारीमा जाने त्यो पैसा लिनु मात्रै हुन्छ काम? अरू काम हुँदैन? त्यो 3 जना लाग्छ पुरा। बोरीको लोर छ। कता चोर भने तैँले? बाटोमा भेटे बोकेर हिँडे। तेरो भन्ने केही छ? कहाँ छ गोपी लेखे? कसलाई तारे भनिस्?
तँलाई तारा सिंह भन् तारे भनिस् भने रस्नी तँ तारेलाई तारे भन्नु नि नहुने मैले छुँदै नछोइ त लड्छ मैले छोएँ भने मैले हाने भने तँ त कहाँ पो पुग्छस् मेरो नाम लिनुभन्दा अगाडि मलाई छुनुभन्दा अगाडि अलि होस गरेर मात्रै बोल्ने गर बुझिस् आजकल बाला के भएको छ कुन्नी खालि मेरै बिहेको मात्र कुरा गर्नुहुन्छ। गोमा आबु यो त तर्सी चाहिँ के सोचेर बसिथिस्? यही काम गरेर बसिरहेको थिएँ नि तैँले एक्कासी बोलाएपछि तर्सिन त। अनि भन् के काम ल्याइस्? त्यत्तिकै आएको नि तेरो बाउलाई नि काम चाहिन्छ त। अनि खोइ त बा देख्दिन त। यतै हुनुहुन्छ होला नि। हाम्रो पुपुको भान्जासँग त तेरो बिहे गर्ने भनेर हाम्रो 12-13 बाले कुरा गर्दै थिए त। आजकल बाला के भएको छ कुन्नी मलाई देख्ने बित्तिकै खालि बिहाको मात्र कुरा गर्नुहुन्छ। बा देख्दा पनि रिसै उठेर आउँछ। आजी यो त रिसाउनु पो थाल्यो त। ठिकै कुरा त हो नि आखिर एक दिन गर्नै पर्छ क्यारे गर्न त। तै गर्न त त्यो पुपुको के जातिसँग उल्टै गिज्याउँदी पो रहेछ। यो त रिसाई जान्छु म त। यसका बाले बुझ्न पठाका होला नि के भन्दिरहेछ भनेर। कतै आफ्नो बाले त होइन नि। जुनेली कता गएर आयो नि? त्यही गएर आएको नि। म त मलाई देखेर भेट्न आयो कि भनेर नि। अरू केही काम नपाएर तँलाई भेट्न भन्दै म लखर लखर आउँछु नि म। ए जुनेली सुन न सुन। आजभोलि त तिमी कति राम्री हुँदै गएको के। तिमीलाई त मैले भित्रभित्रै मन पराउन थालिसकेँ। के छ तिम्रो विचार? जुनेली आई लभ यु। के भन्नुभएको दाइ तपाईँले? देखिनस् तेरो भाउजूलाई आई लभ यु भनेको? अब यसले सब कुरा दाइलाई लाउँछ। अब तपाईँको हालत यसको दाइले के बनाउँछ? अस्ति माथि रामेको टाउकै फुटायो। तारेको रिस देख्नुभएको छैन दाइले? यसले मलाई मन पराउँछ। आफूले मन पराएको मान्छेको कुरा पनि गर दाइलाई भन्ने र तारेले थाहा पाउन। हेर्दै जान भोलि यो लुसुक्क मलाई आफै भेट्न आउँछ। तारेको हातको कुटाइ खानुभन्दा बरु यहाँबाट भाग्दै ठिक हुन्छ। ल दाइ म चाहिँ लागेँ। ए यो पो रहेछ उता राख्नु। कहाँ गर्छन् र बा तैँले देखाएको थिइस्? ऋण लिन भन्दैछ अगाडि गएको थियो त बा त। ऋण लिन होइन ऋण लिएर बाले के गर्न लागेछन्? बिहे भन्थे कतै मेरै बिहे त गर्न होइन ऋण लिएर अरू त केही गर्न छैन। हो पक्का मेरै बिहे गर्न हो होइन। यी बाउलाई के भएको हो भने पख न बाउ। गोमा यो बाख्रा कहिले ब्याउँछ? किन चाहियो र तँलाई? यो बाख्रा ब्याएपछि 2टा पाठा पाउँछ एउटा मलाई दिनु भन्ने छन् के काकाले त्यही भएर। ए तँलाई पनि एउटा केटा खोजेर लिएर आइदे छोरीको बिहे गरिदे तँलाई एउटा बाख्राको पाठो दिन्छु भनेका छन् मेरो बाले। त्यस्तो होइन यहाँ तलको बारी खनिसक यसले 2टा पाठा पाउँछ अनि तँलाई एउटा दिउँला भन्नुभएको छ त्यही भएर हो क्या। मलाई बाख्रा पाल्न कति रहर छ कहिले ब्याउनु रहेछ भनेर सोधेको। भन त कहिले ब्याउँछ बाख्रा? थाहा छैन मलाई। ल अहिले म जान्छु बाएपछि सोधेर भन है। जा जा बाएपछि आफै आएर सोध। ओइ भाइ आँखा छैन? सरी दाइ सरी। यत्रो हात्ती जत्रो मान्छे देखिनस् तेरो आँखा छैन? ए राम दाइ पो हुनुहुँदो रहेछ। कस्तो नदेखे है।
तँ तारेसँग डराएर भागेको आउँछ कि भन्दै पछाडि हेर्दै कुदिरहेको थिएँ तपाईँसँग ठोकेछ। तपाईँलाई त केही भएन नि दाइ? के सोच्याछस् तैँले? तँ जस्तो फिस्टोले छुँदैमा चोट लाग्छ भन्ठानेछस् क्या हो? उस्तै परे डोजर पनि एउटै हातले तान्न सक्छु, बुझिस्? हो दाइ, तपाईँको ज्यान चाहिँ दुर्बेको जत्रै छ। अनि तारेसँग किन डराएर भाइस् त? किन हुनु नि दाइ, लोतेले तारेकी बुइनीलाई आई लभ यु भन्यो, हात पनि समायो, त्यति मात्रै खायो र दाइ चुप्पा नि खायो। त्यो सब अब दाइलाई भन्छे। अनि तारेले मलाई भेट्यो भने एकै घाँस बनाउँछ। अनि नभागे के गर्नु त दाइ? म चाहिँ गएँ दाइ। जे होस्, तारेले सातो खाछ है केटाहरूको चाहिँ। हजुरलाई के भएको छ? किन र छोरी? खोइ मलाई त के भएको छैन त। तिमीलाई के भयो जस्तो लागेर? मैले तपाईँलाई कतिचोटि भनिसकेँ मेरो बिहेको कुरा गर्दै नहिँड्नु भनेर। दुनियाँलाई भन्दै हिँड्नु पर्छ? मैले कसलाई के भनेर छोरी? केटा राम्रो छ, घर राम्रो छ भने बिहे गर्दा के फरक पर्छ भनेर तिमीलाई मात्र भने त हो। कहीँ कतैबाट ऋण लिई मलाई मेरो बिहे गर्नु छैन है बा? कसले? कहाँबाट ऋण लिन लाग्यो र छोरी? अनि सरकारी किन जानु भएको त? सहकारी? मैले तिमीलाई भनेर सहकारी जान्छु भनेर? भन्नै पर्छ र, थाहा पाइहाल्छु नि। छोरीको बिहे गर्नु छ, ऋण चाहियो भन्न त जानुभयो होला नि। ए, ऋणको कुरो? त्यही भएर पो रिसाएको? त्यस्तो होइन छोरी, कृषिमा केही अनुदान पैसा मिल्छ कि भनेर बुझ्न गएको। जेसुकै गरे नि, अब मेरो बिहेको कुरा चाहिँ नगर्नु। अब आजकलका केटाकेटीलाई के भन्नु के नभन्नु पुरै बुझाउन गाह्रो छ। फुल्यो वनभरि बसायो, दाइको दारी भाउजूलाई मन पर्यो, मलाई बाल भयो। गोपी हेर्न नबोली। ए गोपी, सुनेर नसुने चाहिँ गरेर हिँड्छ? तोरले बोलाएर किन बोल्नु पर्दा? एकछिन साइकल समाइदिएन, म तँलाई पनि चलाउनु दिन्छु। बरु हामी त्यो साइकल चलाउनु। तँलाई पनि चलाउनु दिन्छु नि, एकछिन समाइदिएन। तारे क्वाक क्वाक। तँलाई समा भने होइन, मेरो चप्पल फुट्को नि त।
छुट्टै भाप्यो जस्तो छ यहाँ रोगोतै आयो काटो काटे छैन होसिया मात्रै हो अझ काट्या छैन भन्छ रोगत आएको हेर्न यहाँ काटे छैन अब तपाईँ समाज म चलाउँछु अब समाउँछु नि म यस्तो गाह्रो भएको बेला समाज म चलाउनु पर्दैन म चलाउँछु त खेल जुनेली पखाना पखा एकछिन कतै बसेर गफर के कुरा गर्नु छ तँलाई कति छ भन्नुपर्ने तिमीलाई मनको लड्डु घिउसँग खानलाई सिक्या ए जुनेली एकछिन जाउँ न क्या तिमीसँग कति गफर बाँकी छ एकछिन बसेर गफरौ न त भन् खै के भन्नु र जुनेली आजभोलि यो मन के भएको छ यो मनले तिमीलाई मात्रै खोजिरहन्छ आजभोलि यो आँखाहरू पनि टोलाइरहन्छ म त तिम्रो मायामा हराउँदै गइसकेको छु नि मायामा मैले तँलाई कहिले माया गर्छु भनेर तिमीले नभने नि मेरो मनले तिमीलाई मन पराइसक्यो जुनेली त्यस्तो पनि हुन्छ र कसैले कसैलाई एक्लै एक्लै माया गर्छ र तिमीलाई मैले मन पराइसकेँ तिमीले हुन्छ भन्यो भने मायाको एउटा फुल फुलाउला नि जुनेली हात तेरिका जा त होइन आजकल मलाई के भइरहेछ जुनेललाई एकचोटि नभेटी भएन बहिनी ओ बहिनी हजुर किन मेरो टोपी खोइ त्यही छ त उ त्यो होइन कि अर्को टोपी लिएर जान्छ त्यही भइहाल्छ नि लहर लहर हिँड्नलाई त्यही लाएर गए हुन्छ तँलाई राम्रोसँग बोल्न आउँदैन ओहो मा साहेबलाई अब मैले बोलेको नि मन पर्न छोडेछ होइन बाबुहरू हजुर के होला खेलिरहेको बाबुहरूलाई यहाँ नारद बाबाको घर थाहा छ हामीलाई थाहा छैन फुल्यो बनभरि बसायो दाइको दारी भाउजूलाई मन पर्यो मलाई बाल भयो ओहो दाइ नमस्ते नमस्ते कसलाई खोज्दै हिँडेको ए दाइ म यहाँ नारदजीको घर खोज्दै हिँडेको कहाँनिर होला नारद बुढाको घर किन खोज्या उहाँसँग भेट गर्नुपर्ने छ अनि त्यसैले के काम हो भन न मलाई कहाँबाट आएको तिमी म सहरबाट आएको तल खोलामा गाडी बिग्रियो यसो हिँड्दै आएको घर चिन्नै गाह्रो हो के नाता पर्छ तिम्रो त्यो नारद बुढो अरे दाइ कति दिमाग चाटिरहेको थाहा छ भने बाटो देखाइदिनुहोस् थाहा छैन भने म आफै गइहाल्छु नि के हो भाइ तिमीले मलाई थर्काउन खोज्या हो त्यसको छोरी भेट्न आएको त होइन नि भयो दाइ तपाईँले मलाई बताउनु पर्दैन म आफै कसैलाई सोधौँला
बा 2000 ल्याऊ कहिले राख्नु त्यहाँ थिस किसिम नगर्नु ल्याउ न 2000 किन चाहियो तल दियो त्यो पारी निर्मल दाइकोमा खसी काट्ने एक धारी मासु लिएर आउनु पर्यो कति खानुपर्ने रहेछ त्यो सिनो लखर लखर गाउँ डुल्न त नुन र पानी खाइ नि सकिन्छ त तँ धेरै बढी नबोल है तँलाई आजकल के भएको छ म बोल्यो कि मुखै लाग्न थाल्छिस् खै ल्याउनु त बा फेरि सबै मासु उठ्छ नपाइएला नपाइएर के भयो पैसा छैन मसित ल यतिले छ यसको लिएर आइ अर्को 1000 पनि निकाल्नु न यतिले त आधी धार्ने मासु पनि आउँदैन हुन्छ भने त्यतिको जति आउँछ त्यतिले हुँदैन नि त्यो पैसा पनि ल्याए तिमीलाई लोभी बाउ फुल फुल्यो वनभरि बसायो दाइको दारी भाउजूलाई मन पर्यो मलाई बहाल भयो यत्रो लाठे भइसक्यो यत्रो भुत्तुखे मान्छे अब कहिले इलम समाउला यसले हेत्तेरिका होइन आज छोरी कता गएछ सधैँ कतै जाने बेलामा म यहाँ जान्छु त्यहाँ जान्छु भन्थे आज केही पनि नहुने गए बिहेको कुराले कतै चित्त त दुखाइन मैले त्यस्तो नराम्रो केही भने जस्तो त लाग्दैन चित्तै दुखाउनु पर्ने गरी रोबी लखर लखर गएर कहाँ गएर त तल बजारसँग गएर आएको बजार गएर आएको भन्छ फेरि खाली हात आएछ त बजार जाने भन्दैमा हात भोलि बोकेर आउनुपर्छ त छोडेर आएको पनि त हुनसक्छ नि त्यही माथि हामी जस्तो मान्छेलाई के को बजारमा गाउँ जहाँ गए पनि खोल त्यहाँ सुक्को हुन्न ए घुमेर आएको मान्छे बजारतिरको हालखबर के रहेछ त के हुनु हुने खानेलाई रमाइलो छ हुँदा खानेलाई खानकै दुःख त हो सुन त बाबु तँ बजार गएर आइस तैँले बजारतिर बाटोतिर गोमालाई कति देखिस् त बजारतिर गकी छ त गोमा त्यही कता गए भन्ने कुरो थाहा नभएर त तैँले देखिस् भनेर सोध्या नि मोरो बजारतिर देखिनँ मैले घरै होली नि बुढा ढाँट्छ बुढा तिमी हत्तेरी त्यही घर नभएर त सोध्या नि तैँले बजार जाँदा देखिस् कि भनेर भन् त बाबु तैँले देखिस् तरुनी भएको छोरीलाई मर्ने गरी गाली गरे होला बुढा होइन के भन्छ यो मैले कहिले गाली गरेको छु छोरीलाई तैँले कहिले देखाएको छस् गोमालाई गाली गरे त्यो त देखाएको छैन अनि के डराएको छौ त बुढा कतै गाई होली अहिले एकछिनमा आइहाल्छ त नट बुढा नारदजी ए नारदजी ढोका त खुल्लै छ मान्छे छैन क्या कहाँ जानुभएछ नारदजी हजुर हजुर ए यता हुनुहुन्छ ए नीलकण्ठजी पो हुनुहुन्छ हजुर हजुर ल नमस्कार हजुर ल आउनुहोस् यहाँ त ठिक छ नि आराम छ नि म त फेरि घुमफिर गर्दै आएँ त अनि के सोच्नुभयो त कुरा कहाँसम्म पुग्यो के सोच्नु त खै त्यही कुराले गर्दा छोरी नै बोल्न छोडिसक्यो कि कता गएकी हो अहिलेसम्म आएकी छैन नारदजी तपाईँ पनि गजबको कुरा गर्नुहुन्छ हौ छोरी मान्छे कहीँ बिहेको कुरा गर्दा खुसी भएर नाच्छन् त अलि नाटक त गरिहाल्छन् फेरि मैले नराम्रो ठाउँमा पनि कुरो गरे होइन राम्रै ठाउँमा कुरो गरिरहेको छु खै के भन्नु के नभन्नु म त त्यसै अलमलमा परेँ नीलकण्ठजी तपाईँ अलमलमा पर्नै पर्दैन तपाईँ हुन्छ मात्रै भन्नुहोस् म भोलि नै केटा पक्षलाई बोलाएर ल्याइहाल्छु भोलि नै बोलाइहालेँ र यति हतार किन गर्नु बरु यसो गरौँ न म 2-4 दिनमा छोरीको के रहेछ विचार
त्यो पनि बुझ्छु। अब अहिले लगनको महिना पनि होइन। छोरी कुरा बुझेपछि म तपाईँलाई खबर गर्छु, त्यसपछि केटालाई बोलाउँला नि, हुन्न? हुन्छ त्यसो गर्दा पनि, तर त्यो केटा चाहिँ फुत्काउनु हुँदैन है नारदजी। उतापट्टि केटालाई केटी दिने लाइन छन्, यो लगनको महिना कटाउनु हुँदैन नि। फेरि भान्जाको बिहा मैले गर्ने भनेर बहिनी रोकेर बसेको, नभए त योभन्दा अघिल्लो महिनाको लगनमै भान्जाको बिहे भइसक्थ्यो। छोरी पनि आइन्, मैले देखेँ। तपाईँले छोरीसित घर सल्लाह गरेर मलाई खबर गर्नुहोला, म पनि उता चाँडै खबर गर्छु। अनि त्यसपछि तपाईँको खबर अनुसारले म चाँडै उहाँहरूलाई बोलाएर लिएर आउँछु। अहिलेलाई म लागि त हस् त है। होइन, कुरो त ठिकै हो। सबै छोरीको बाउलाई यस्तै आपत पर्छ कि मलाई मात्रै हो? हे भगवान्, अब नाइ भनौँ भने छिमेकी रिसाउलान्, केटो पनि राम्रो छ, घर पनि राम्रो छ भनेका छन्। हुन्छ भनौँ भने छोरीले केही कुरा गर्नै दिन्न, सम्झाउन खोज्यो कि बाघले झम्टेला झैँ गरेर खाना खोज्यो। बा, तपाईँलाई कति भन्ने? मैले बिहे गर्दिनँ भनेपछि किन फेरि फेरि बिहेकै कुरा गर्नुहुन्छ? मैले कहाँ कुरा गरेर छोरी? अनि त्यो निले बुढोसँग क्यारमा स्याउ स्याउ गरेर कुरा काटेर बस्या त। छोरीले मानिन भनेर भन्न सकिन्न? भन्न त भने हो छोरी, केटो राम्रो छ अनि घर पनि राम्रो छ भनेर साह्रै जिद्दी गरेका छन्। मैले पनि नकार्न सकेको छैन। छोरी मान्छे भएर जन्मेपछि सधैँ माइती घरमा बसेर हुँदैन, एक दिन न एक दिन पराई घरमा जानै पर्छ क्यारे। अब छोरीले सुख पाउली भनेर मलाई पनि कति धेरै आश छ। यस्तो जिद्दी गरेको राम्रो होइन छोरी। आश लागेर मात्र हुन्छ? बेला आउनु परेन? म बिहे गरेर गएपछि कसरी बस्नुहुन्छ? बिरामी हुँदा कसले हेर्छ? कहिले सोच्नु भएको छ? हेर छोरी, म त बुढो भइसकेँ। जति दिन बाँच्छु दुःख सुख एक्लो जसरी पनि बाँचौँला। तर मलाई मेरो भन्दा पनि मेरो छोरीले सुख पाएको हेर्ने मन छ। मेरो छोरीको खुसी देख्न पाए मेरो शरीरमा रोग पनि नलाग्ला भन्ने छ। मरेर गएछु भने पनि मेरो छोरीको सुख देखेर मर्न पाए मनमा शान्ति मिल्ने थियो छोरी। मैले कति पटक भनिसकेँ तपाईँलाई, अब फेरि भन्दैछु, अब आइन्दा बिहेको कुरा यो कानले सुन्न नपरोस्। कस्तो रिसाकी? नरिसाउनु छोरी। हेर, घरमा यति राम्री लक्ष्मी जस्तो तरुणी छोरी हुन्जेल बिहेको कुरा त आइरहन्छ नि। बिहेको कुरा नआउनु त तिम्रो बिहे हुनुपर्छ, त्यसपछि कुरा आउनु बन्द हुन्छ। हेर, फुलफुले ठाउँमा भुमरा त आइरहन्छ नि, त्यति त तिमीले थाहा हुनुपर्ने। तिमी बिहे गर, त्यसपछि कुरा आउनु बन्द हुन्छ। तपाईँ जिस्कनु भा? मैले भनिसकेँ है, अब बिहे गर्दिनँ। बिहे बिहे भनेर करकर नगर्नु मलाई। यो छोरीलाई कसरी सम्झाउने होला अब? ओहो, नमस्कार है नीलकण्ठ अङ्कल, कता हो चिटिक्क परेर? नमस्कार नमस्कार रावण बाबु। अनि आजकल कता हरायो? बेपत्ता छौ त? धेरै बिजी हो क्या हो? केही छैन अङ्कल, खायो हिँड्यो डुल्यो बस्यो त्यति हो। यसो कतै केही काम मिल्यो भने मेरो छोरो तारेलाई त्यो काम मिलाइदेऊ बाबु। साह्रो डुकु लन्ठन भरिने छ। लु त्यति काम गरिदेऊ त बाबु। घरको काम गरौँ भने गर्दा नि गर्दैन, भनेको टेर्दैन, आफू पनि बुझेर गर्दैन। तपाईँ पनि त्यस्तै हो अङ्कल, अलिक कडा भएर बोल्ने, अलिक गाली गरे जस्तो गर्ने। त्यसो गरे भए सुध्रिहाल्थ्यो नि त मोरो। मेरो छोरो भन्दा भन्दै पुलपुल्याउँदै आज कसैलाई नटेर्ने भइसक्यो। त्यही त भने त बाबु,
अब बाउ भइसकेपछि छोराछोरीलाई सधैँ सानो देखिन्छ, के काम लाउनु भनेर सानोमा केही काम लाइएन। यी अहिले आएर घरको काम भने पनि टेर्दैन, बाहिरको काम भयो भने त अलिकति डरले पनि गर्छ कि बाबु कतै मिल्यो भने यसो मलाई भन्नु है। घर बाहिर भन्दा आफ्नै काम गराएको राम्रो अङ्कल। यसको फेरि लामो हात गर्ने बानी छ। अनि यस्तो मान्छेले बाहिर काम गरेर लामो हात गर्यो भने मार्दैनन्, अझै लामो हात गरेर उही ठुलो कुरो गर्छ। के गर्ने होला त रामन बाबु यसलाई सुधार्नलाई? यसलाई सुधार्न त यस्तै हो अङ्कल, सम्झाएर सम्झाउने उमेर गइसक्यो यसको। अब आफै सम्झेछ, आफ्नै आत्माबाट आएछ भने केही होला अङ्कल, नत्र यस्तै हो। क्यार्ने हो त नि, तिमीहरू सँगैका हौ, तिमीहरूको त्यत्रो प्रगति भइसक्यो, त्यसको त्यो अवस्था छ, त्यसलाई पनि केही व्यवस्था गरिदेऊ त ल। यसो कतै भयो भने मलाई खबर गर्ने है रामन बाबु। ल म अहिलेलाई गएँ। हुन्छ हुन्छ अङ्कल, कतै केही भयो भने म खबर गराउँला। अरूको बिहे गराउँला, टाउको खाउँला भन्दै हिँड्थ्यौ, अहिले आफ्नै छोरो बिग्रियो भनेर हुन्छ? बुढा यो त घर नगर यता पो बसिरहेछ। के भएछ यसलाई? बाउ छोरी झगडा गरेछन् जस्तो छ। छ्या कस्तो तर्साइदियो, सुस्तरी बोलाउँदैन थिइस्? के बस्या त यहाँ? अनि किन टोलाएर बसेको त? को टोलाएर बस्या छ र? तँ टोलाएर बस्या नि, के भयो तँलाई? अनुहार त मलिन छ त। केही भएको छैन। कस्तो अर्कै छ तेरो अनुहार? बाउसित झगडा गरिस् क्या हो? कता जान आएको हो? खुरु खुरु जा, मलाई डिस्टर्ब नगर। मैले थाहा पाइसकेँ त किन ठुस्स परेको भनेर। बासित झगडा गरेर हिँड्न हुन्छ? फेरि बोल्यो। तैँले त्यहाँ तिस्रो बासँग झगडा गरेको? कुरै नबुझिकन बोल्दो रहेछ। जा। जे भए पनि घरबाट निस्किने बेलामा बालाई भनेर निस्किनु पर्दैन? बिहान भोलि छोरी कहाँ गयो भनेर बाले खोज्दै थिए। यसै बासित रिसार हुन्छ? बालाई केही भन्न पर्ने भए मलाई भन्, म बरु बालाई भनिदिउँला। मैले कति भन्दा त भएन, अब तैँले भनेर के होला? फेरि टोलाउनु थाल्यो। हेर केटी, त अहिलेदेखि छिनछिनमा टोलाउनु थालिस् भनी त गइछु। होइन, यो कति बोल्दो रहेछ? जा भनेको सुन्नुहोस्, जान्छस् कि ढुङ्गाले हानु? त यहीँ टोलाएरै बस, म गएँ। यसका खलकको मुख पनि देख्न नपरे हुन्थ्यो भने फेरि बोलाएर मरी। मन किन? ओहो, बोल्न पनि कति गाह्रो, बोलिने सकिने जस्तो। सकिन्छ त, तिमीहरू जस्तो अर्काको चियो चर्चा गर्दै हिँड्नेहरूसँग बोलेपछि। आजी के भएको छ तर आजकल? के हुनु? तेरै बाउलाई सोध्न, गोमालाई के भएको छ बा भनेर। मेरो बालाई कसरी थाहा हुन्छ तेरो कुरा? कि मेरो बालाई म्यानेजर बनाइछस् तैँले? हाँस्थे अझ, त पनि तरुनी भइसकिस् त। बाली छोरी बिहे गर्नु पर्यो भनेर भन्दैनन्? ए, बिहेको कुराले पो ठुस्के कि त? म पनि कति लागे भनेपछि बिहे गर्न लागेछ नि त? लु बधाई छ। धेरै रिस नउठाइ, तेरो बाउ कस्तो मुन्छे? घरमा बाँकी तरुनी छोरीलाई प्याएर नपठाएर क्या अर्कालाई उचाल्दै हिँड्नु पर्यो होला। धेरै अर्काको बाला जठा भावी गाली नगर। गाली मात्र होइन, अब पनि नाराजी, छोरीको बिहे गर्नु पर्यो भनेर आयो भने तेरो बाको घाँटीमा खुर्पाले छप्काउनु नपर्ला नि। जा गएर भन्दे। अब रिसले आफू खा, बुद्धिले अरू खा। तातो रिस गरेर हुन्छ त? यस्तो बेला त बुद्धि लाउनु पर्छ। लु त रिसाउँदै गर, म चाहिँ गएँ। जा जा गएर तेरा बाला भन्दे, आइन्दादेखि गोमाको वरिपरि नपर्नु, गोमाको बिहेको कुरा पनि नगर्नु भनेर। कैना बाका कुरौटेका सन्तानहरू। होइन, यसले बुद्धि लगाउन त भने
अब कस्तो बुद्धि लगाउने त? अब यो गइहाली हो त, रिसले मात्र त हुँदैन त। साला लोते आज भागेर बाँचिस। जुनैलाई आई लभ यु भन्ने हातमा मासु भएर मात्रै हो, नत्र भने त्यो यति बेर मरिसक्याउने। कसलाई चोर भने? अहिले तेरो त्यो कोदाली जस्तो उछिटिया दाँत भुइँमा झारिदिन्छ नि त। तँलाई चोर भन्यो नि, मेरो आलु चोरेर भाग्यो होइन त अस्ति? तँहरूलाई चोर भन्न त पर्यो नि। त सालेलाई कालाको छ कि क्या हो? अहिले लोतेको रिसमा त पर्लास, फेरि रुँदै हिँड्नु पर्यो। तँसित डराउँछु भने म यार भाइ यस्ता स्याल डनसित डराउने थिएँ नि गएँ कोच भनिदियो होला नि त्यसले। कुकुरले हड्डीको गन्ध थाहा पाउँछ भन्थे, हो र मासु ल्याएको थाहा पाइसकेको छ। यसले मासु ल्याएछ, अब तारेलाई फकाएर भयो नि यसको नजिक त हुनै पर्यो। कमसेकम यसको घर गएर मासु त खानु पाइएला, यसलाई त अब नजिक त बनाउनै पर्यो। चिया नि मासुको छ भन्छ नखानु। ए तारे, त्यो लोते मलाई चाहिँ ठिक लागेको छैन है, त्यसलाई राम्रोसँग सम्झाउनु पनि देखिरहेको छु है मैले पनि। भन्छ त के भन्नु त्यसलाई चाहिँ ठोक्नु पर्ने चाहिँ। त्यो सालेले के गर्न सक्छ र मलाई? त डन भइहाल्नुहोस् नि, मासु लिएर आइछस्। कति दिन भयो मैले मासु खान नपाएको, 10 दिनदेखि मासु खाएकै छैन। ल अब घर जाने, पकाएर मिठो बनाएर मासु खानुपर्छ है। बरु जाम ढिलो हुन्छ, अहिले पकाएर खानु ढिलो हुन्छ। कहिले बरु म बोक्दिन्छु गरौँ खाना काल भागोला सोच्यो होला। म बोक्दिन्छु नि त। कस्तो छ यो मासु भने चाहिँ खान नपाए जस्तो पछि लाएर आउँछ उल्टो न्यु खोज्छ। खै म बोक्दिन्छु। मिठो बनाएर पकाएर खानुपर्छ है। ए नानी, यो भीमदेवी माध्यमिक विद्यालय कहाँ छ? ए भीमदेवी, थाहा छ, किन र? अनि त्यो स्कुलसम्म जाने बाटो यही हो त? ए स्कुल जाने बाटो यता होइन नि, यता त गलत बाटो हो नि। तपाईँ त्यहाँ माथिबाट जानुभयो भने चाहिँ पुग्नुहुन्छ। ओहो, म त गलत बाटो पो आएछ त। किन चाहियो र स्कुल? तपाईँलाई केही काम थियो र स्कुलमा? म त स्कुलमा सर भएर आएको, नयाँ स्कुल भेटाउनै गाह्रो भयो। आजै हजुर, हाम्रो स्कुलमा नयाँ शिक्षक पो पर्नुभयो? हजुर हजुर, त्यस्तै भन्दा पर्यो। तपाईँले चिन्तै मान्नु पर्दैन, धन्न मसँग भेट भएछ। तपाईँलाई म पुर्याइदिइहाल्छु नि। यो बाटो जानु भएको भए त तपाईँले दुःख पाउनुहुन्थ्यो। त्यही त, नयाँ ठाउँ पत्ता लगाउनै गाह्रो भयो। ल म त्यहाँ माथिसम्म पुर्याइदिन्छु, अनि तपाईँ त्यही बाटो अनुसार जानु न। ल जाम त नि हिँड्नु। हिँड्नु नि, तपाईँ अघि हिँड्नु, म पछि आउँछु। ल सर, अब तपाईँ यहाँबाट सिधा जानुहोस्, अनि 2टा बाटो आउँछ, अनि तल्लो र माथिल्लो छ। तल्लो बाटो जानुहोस्, अलिकति पर एउटा पिपलको बोर्ड छ, त्यहाँभन्दा ठ्याक्कै तल्लोपट्टि स्कुलको गेट छ। ल तपाईँ जानु है। ल धेरै धेरै धन्यवाद है नानी, फेरि भेटौँला ल।
ए छोरी ए जुनेली एक गिलास पानी ल्याउ ल्याउ। हजुर बुबा। लिएर अङ्कल यत्रो घरमा बाख्रा हुँदाखेरि ठिक यति मासु लिएर आएको होला। घरै मासु काट्नु पर्छ नि, कमसेकम घरको पैसा त बाहिर जान्न। स्याललाई अर्का खान पाए त सिँगे खसी पनि थोरै हुन्छ नि। के छ अङ्कल? ठिक छ। कुरा बुझ्ने भयो पो अङ्कल। तपाईँले कस्तो छोरो पाएको हो? त्यसको बुद्धि भनेको यति छैन। खाली जे गर्छ आफूले सुर्केरै गयो नि त होटलले। यसो मिलाएर तैँले भर्दै पनि हुन्छ नि। एउटा कुरा के अङ्कल, अन्टी भएको भएदेखि यसलाई दुध खुवाउनुहुन्थ्यो होला, बुद्धि बढी आउँथ्यो होला। अहिले तपाईँले गोबर खुवाए जस्तो छ क्या। त्यही भएर यसको दिमागमा गोबरको मात्रा बढी छ क्या, त्यस्तो लागिरहेको छ। खुवाउनु त यसलाई दुधै खुवायो नि बाबु। यसलाई सुधार नियो भने अङ्कल विदेश पठाइदिउँ। विदेश गएर आयो भने पक्का सुध्रिन्छ। त घर नगएर अझै बसिरहेछस् भतुवा। खाना पाउँछु कि भनेर ढुकेर बस्न लाज लाग्दैन तँलाई? 13-14 मासु खाएर सकिन्छ सबै। को गराउँदो रहेछ? होइन तैँले यसलाई किन गरायो भने तैँले भन्दा धेरै यसलाई मलाई सहयोग गर्छ। मैले बस भने बस बाबु बस, टन्न मासु भात खाएर जा। बाउ नै शत्रु भएपछि कसको के लाग्छ र? बल्ल बल्ल यति मासु ल्याएछ, त्यही पनि गाउँभरिको सबै बोलाएर खुवाउ न, किन यसलाई मात्रै खुवाउँछु? मलाई त सँगै लाग्छ अङ्कल, तपाईँको छोरो हो भनेर। उता छोरी हेऱ्यो गुलाबको फुल जस्तो, यता यो हेऱ्यो खर्सिङको पात जस्तो। बोल्दा बोल्दै के बोल्न थाल्यो, के बोल्न थाल्यो फेरि यसले। जा त भित्र मासु भात पायो कि त्यो के गर्दैछ? पकायो होला नि त। अलि मिठो पकाइ। अघि रिसको जोगमा के भने, कतै रिसाएर मसँग नबोल्ने पो हो कि? जे भए पनि एकपटक त्यसलाई भन्नै पर्यो। ओइ जुनेली, अघि मैले बोलाउँदा नबोली ठस्क परेर बोली थिए, अहिले आफै बोलाउन आइछ। पक्कै पनि केही त छ। भन् किन? नरिसा न, बाउको करकरले दिमागले कामै गरेको छैन, यसैले रिसाएँ होला। भन् त, बिहे नगर्न मैले के आइडिया लगाउनु पर्यो? हेर, रिसले खाने भनेको आफैलाई हो। बोल्दा विचार पुर्याएर बोल्ने गर्नुपर्छ। तै पनि त साथी होस्, म सोध्छु नि त। आइज। बुझिस् त? यसको कुरा ल, यति कुरा गएर बाला भन्, तेरो बेको कुरा बन्द। अनि बाले हुन्छ भन्नुभयो भने? त आफै सोच त, हुन्छ भन्ने भए तेरो बा आजसम्म यतिकै बस्थे त? हो त है। यति कुरा गएर बाला भन्न सकिस् भने तेरो सब समाधान। ल, तैँले भन्न पो सक्छस् कि सक्दिनस्? तेरो त खालि रिस मात्र अगाडि हो। म भन्छु, जसरी पनि भन्छु बालाई। अलि मिलाएर भन्ने, कुरा नबिगारिस् नि फेरि। कहाँ हो र? एकैछिन बोलाउँदा नि आउँदैन मान्छे। कहाँ जानु, जिरी गएर आएको। साह्रो गाह्रो भयो नि आज त। गाह्रै भयो है? मारी गाह्रो भयो नि। बाइक चलाएको चलै क्यार्नु गाह्रो छ। त्यस्तो गाह्रो त नहुनु पर्ने त फेरि बाइकमा। कहाँ नहुनु, के कुरा गरे हो? नन स्टप एक्लै चलाउँदा गाह्रो हुँदैन? नन स्टपै चलाएको? नन स्टप कम गाह्रो हुन्छ। त्यसो भए त हात पाखुरा नि दुःख होला नि त। पुरै दुखेको छ नि, अब के गर्नु, मालिस गर्ने मान्छे छैन। टेन्सन गर्नु पर्दैन, भरे चिरिप्पा लाएपछि त्यत्तिकै ठिक हुन्छ। फेरि भने हेर न, फेरि बारीको होटलमा गएर मजाले मकैको
2 वर्ष जति जाँड खाएपछि त्यत्तिकै ठिक भइहाल्छ नि। स्यालले के खाने कुरा गर्छ? ए दाई पाउनु भएको छ। घरमा भयो कुर्सी नै टक्राउँथे, अब दाई जस्तो मान्छे दाई बसौँ बसेर आज तेरो बाउ कता गयो त अनि? त्यसको करङ सरङ नमाची भएको छैन सालेको। दाजु पनि मैले त्यसलाई छाडिदिइसकेँ। अब यो जुगे तपाईँकै साथमा छु दाई। त सुलसुले चम्चालाई मैले नचिने हो र? हो दाजु, मैले तपाईँलाई भनिसकेँ त, त्यो मुलालाई मैले छाडिदिइसकेँ। अब दाईको मात्रै साथ छ यो जुगे। भन्, अघि के देखाउँदै बसेछिस् पारेतिर तिमीहरू दुईजना? बिहान बेलुका बहुतै जाडो बढेको छ दाई, त्यही भएर त्यो पारीको होटलमा गएर छ्याङ खाउँ भने पैसा सुक्को छैन। ल्याउ न दाई, केही गर्नु पर्यो। हामीलाई दाजु भएपछि के को पिर? तैँले बिन्ती गरिस् नि, सोच अब हाम्रो इच्छा पुरा भयो। टेन्सन नल्याऊ केटा हो, आज तिमीहरूको लागि मेरो तर्फबाट पुरा तयार हुन्छ। तेरो बुद्धि नै छैन, दाइको सङ्गत गर्न छोडेर त्यो मुला लोतिएको माखा धमाउँदै हिँडेर हुन्छ? त्यो त मेरो गल्ती भयो। अबदेखि त म दाईसँगै हुन्छु नि। लु केटा हो, अब म जान्छु। साँझमा तिमीहरू दुईजना त्यहाँ हाजिर हुनु। हुन्छ दाई हुन्छ। आजको जाडो मस्तले बढ्ने भयो कि कसो केटा? त्यही भने दाइले व्यवस्था गर्छु भनेर गइसक्नु भयो। राम्रै हुन्छ कि क्या हो? मिठै खुवाउँछ यसले त। त्यो लोतेको सङ्गत गरेर हिँडेर पो त दाइको सङ्गत गर्नु पऱ्यो नि त, अनि राम्रो भइहाल्छ नि। के कुरा गरिस् तँ? लोते सोते छोडेँ मैले। अब त दाइकैसँग हो नि म त। त्यही त गर्नु पऱ्यो नि। छोरी तिमी आयो? त्यहाँनिर भित्र खाना बसालेर आएको थिएँ। पाक्यो कि दाउ नभएको हेर, न डढी पो सक्यो कि। खाना खाएर तल सहकारीसम्म जाउँ भने पैसा आयो कि बुझ्नलाई। पैसा आएको भए एउटा गाई थपौँ भने। बालाई एउटा कुरा भन्नु थियो। पहिला भित्र गएर खाना हेरेर आऊ न, अनि भन्नु। के भन्नु थियो भने? ल भन। कुरा के भन्नु नि बा? किन अग्मा गएको छोरी? के कुरा हो भन न। कुरा के भने नि, मैले होइन मैले मात्रै भन्ने कि के कुरा हो त्यो पनि भन्ने? कुरा के भने नि बा, मेरो एउटा सर्ट छ। त्यो सर्ट मान्नुभयो भने म बिहे गर्छु, मान्नुहुन्न भने आजबाट बिहेको कुरा बन्द गर्नुहोस्। सर्ट छ रे? होइन त्यस्तो के सर्त हो र छोरी? सबैभन्दा पहिले हजुरको बिहे गरौँ, आमालाई घरमा भित्र्याम, अनि मेरो बिहे गरौँला, हुन्छ? छोरी तिमी के बोल्दैछौ? थाहा छ तिमीलाई के यस्तो वायत कुरा अरे? तिमीले यस्तो कुरो कसरी सोच्न सक्यौ? होइन तिमीलाई यस्तो कुरो कसले सिकाएर पठाउँछ? कसैले सिकाएर पठाएको होइन बा। म गएपछि हजुर एक्लै हुनुहुन्छ, हजुरलाई दुःख हुन्छ। मेरो बिहे अगाडि नै हजुरको बिहे गरेर आमालाई ल्याउन पाए, हजुरसँग बोल्ने साथी हुन्छ, बिरामी पर्दा हेरचाह गर्ने, पानी तताएर खाना दिने मान्छे हुन्छ। यसैले यस्तो सोचे कि नि बा मैले। होइन तिमीलाई कसले हावा भरेर पठाएको छोरी? तिम्रो यस्ता वाहियात कुरा सुन्ने कुरा छैन मलाई।
तिमीलाई जे गर्नु मन छ त्यही गर। जे होस् जुनेले भनेको ठिक रहेछ। जे गर्दा पनि रिस भन्दा बुद्धि अगाडि ल्याउनु पर्ने रहेछ। जे होस् बेको कुरो टरे जस्तो छ। ओइ तैँले कसलाई सिटी बजा? कसैलाई होइन जुनेली। कता गएर आयौ नि तिमी? म बेला भेटेर आएको नि। कति बेला भेट्यौ र तिमीले मलाई? तिम्रो बोयफ्रेन्ड म होइन र? आजा त जिस्केको? लौ यसलाई पनि जिस्किन आउँदो रहेछ त। त जिस्किस् नि त। त्यही भएर जिस्क्या नि। के हामीलाई जिस्किन आउन भन्या तैँले? जुनेली सबै कुरा मैले बाला भनिदिएँ नि। अनि बाले के भने त? बा त फायर भयो नि। भनेपछि तेरा बाले तेरो बिहेको कुरा गर्दैनन्? खै तपाईँले बिहे नगरी म बिहे गर्दिनँ भनेको रिसाउँदै बजारतिर जानु भएको छ। भरे आएर मलाई के पो भन्ने हुन्। होइन तिमीहरूले के कुरा गरेको? यो गोमाला यसका बाले बेका कुरा गरेर हाइरहन कटा थिए। मैले एउटा आइडिया दिएको यसको बेको कुरा बन्द। कति रहेछस्? के होइन गोपी बरु त कहाँ जान आथिस् जा। म त तेरो बालाई भेट्न भनेर आँटेँ। अब बा बजारतिर गएर छन्। म यतैबाट लागेँ। त पनि यसको अगाडि किन कुरा पुछाएको भन् त? यसले बाला गर भन्दियो भने नि के हुन्छ? भन्दैन। यसको एउटा गजबको बानी छ के। यति केही गरी कसैलाई हानि नोक्सानी हुन्छ भने यसले भन्दैन। अनि मेरो बाला त्यसले भन्यो भने नि ढुक्क हुन भन्यो भने म जिम्मेवारी। ल ल हिँड्छौँ। यो नारद बाजे सगाइ जाने भनेर गएको थिएँ। यताबाट पहिला हाम्रो बाजे सगाइ जान्छु भन्ने मान्छे यताबाट आएको त। जान त सगारी नै गएको हो, तर यताबाट आउने काम पऱ्यो त्यो भएर यता गएको। तिमी के भयो काका? मान्छे मात्रै बुढो भएछौ, बुद्धि त बच्चाको जस्तै रहेछ त। होइन के भन्छ यो? अहिले तिमी कता हिँड्यौ? तिमी तल तारेको बालाई भेट्न त हिँड्यौ होला नि होइन? तारेको बा? होइन तैँले कसरी थाहा पाइस्? कसले भन्नु तँलाई म त्यहीँ जान लाग्यो हो भनेर? भन्नुपर्छ। म तिम्रो घरको जस्तै मान्छे होइन। तिमी नभने म थाहा पाइहाल्छु नि। कता जान लाग्यो? जा नि त, म एकछिन नीलकण्ठलाई भेटेर आउँछु। म त तपाईँलाई खोज्दै आएको नि। हिँड्नु न त जाऊँ। मैले सुने नहुने कुरा त केही छैन होला के अरे। तँ पनि जान्छस् र? हिँड्ने बुढा म पनि जान्छु। तिमी के खाइदिन्छु नि मैले त्यहाँ गएर। नीलकण्ठ अङ्कल बाहिर आउनु, म पाहुना लैजान्छु। हजुर हजुर। ओहो नमस्कार नारदजी, आउनुहोस् बस्नु यता। बस्नु। नीलकण्ठजी हजुर। तपाईँ हाम्रो हिजोको कुरा थियो नि, मैले त्यही कुरा को गर्न आयो त? त्यो भनेपछि नानीले मानिन्? त्यही त समस्या छ नीलकण्ठजी। छोरीलाई सम्झाउन नसकेला अच्छा, उल्टो छोरीले अर्को थाप्न थाली। छोरीले अर्को थापिदिए? होइन तपाईँले छोरीसित राम्रोसित कुरा त गर्नुभयो? गरेको हो। उल्टो अहिले त के भन्छे, मेरोभन्दा अगाडि हजुरको बिहे गरौँ अनि म बिहे गर्छु भन्छे। के अब म बिहे गरेर बसौँ? यस्ता कुराहरू छोरीले आफैले भनेको त होइन, कसैले सिकाएको जस्तो लाग्छ मलाई। मैले त आफ्नै गाउँठाउँको छोरी सम्झेर बिहा गराउन लागेको थिएँ। अब तपाईँ नै त्यसो भन्नुहुन्छ भने म के भनौँ त? अब यो बिहेको कुरा टुङ्गौँ नीलकण्ठजी। अब यो बिहे गर्ने र गराउने कुरा नलागौँ। अब भगवान्को लीला हो।
समय आएपछि सबै आफै हुन्छ। अब म त छोरीको प्रस्ताव मानेर तपाईँलाई यही कुरा भनौँ भनेर आएको। अब बिहे गर्ने गराउने कुराहरू छोडिदियो, यति जानकारी दिनलाई म आएको। अब म लागि भने मैले के गर्नु त अब? ऊ के जातिलाई चिने सोध्न जान्छस् भन्दा के खान पाउँछु कि पाउँदिनँ भनेर भन्थ्यो अरे। अब भाग्यमै लेखेको छैन त्यस्तो खानदानी घरमा पर्नलाई। अब के गर्नु, भाग्यमै दिएछ त्यही। गोमाले आइडिया चाहिँ खत्रै लाग्यो काका। अब कहिले बिहा गर्छौ तिमीले? यो गोमाको आइडिया होइन, मैले सानोदेखि हुर्काएको। मेरो छोरीको मलाई थाहा छैन, यो पक्कै पनि कसैले सिकाएरै हुनुपर्छ कि। जसले सिकाए पनि जे भयो राम्रै भयो। तिमीलाई सम्पत्ति भयो हुन रहेछ। सम्पत्ति कुरो होइन के, सम्पत्ति कुरो होइन, केटो राम्रो छ भनेर मात्रै मैले जोड गरेँ हो क्या। केटो राम्रो छ भनेर मात्रै हुन्छ? केटामा के खराबी छ, त्यसको पढाइ कति छ, कि लेखाइ कति छ, त्यो थाहा पाउनु परेन? तिमी कहिले त्यो बारेमा चाहिँ बुढासित गएर बुझ्यौ? कहिले सोधेको तिमी त्यो विषयमा? खालि बिहा गर्ने भने चाहिँ छोरीलाई गाली गरिरहेको छ, यता गरिरहेको छ। तिमीलाई बुढा होइन, ती कुराहरू त सबै नीलकण्ठजीलाई थाहा छ त। नीलकण्ठलाई मात्रै थाहा भएर भयो? उनको त आलो मान्छे राम्रो भनेर फसाउनु खोज्छन् नि। त्यति मात्रै होइन, अन्य कारणले भोलि छोरी रुँदै तिम्रो दैलामा आयो भने के गर्छ बुढा? जे भयो राम्रै भयो। म गएँ ल तिम्रो। केटो लठे पो भयो भने कुरा त राम्रै गरेँ कि क्या हो त है। मैले त केही पनि बुझिनँ। जे भए पनि भइसक्यो, छोरी दिइसके पनि त होइन। ओए हनुमान, कता गएर तैँले कसलाई हनुमान भनिस्? आज यो बाँच्दैन जस्तो यसकै दाँत फुकालेर खौलो खानु यसैलाई गाडिदिउँ क्या? यसलाई हान्न मात्रै छ क्या खालि। त हनुमानलाई चिन्छस्? चिन्न परेको छैन कोही हनुमान सनुमान। किन चिन्नु पर्यो मलाई? रामको भक्त हनुमानलाई पनि चिन्दैनस् तैँले? त्यो त सबले चिन्छ नि। मैले भने पनि त्यही रामको भक्त हनुमान हो। तर रामको भक्त हनुमानमा जम्मा दुई कुराको मात्रै फरक छ। त्यति फरक नहुने भने त पनि हनुमानभन्दा कम छैनस्। के हो त्यो दुईटा कुरा? त्यो दुई कुरा भनेको रिस र बुद्धि। यति दुई कुरा हुने हो भने त कलियुगको हनुमानै हो। ओ बहिनी कहाँ गएर जता गएर आइन तँलाई के मतलब? त धेरै दाइसँग मुखै नलागै। काम नपाएर लहर लहर गाउँ डुल्ने होइन। म लखर लखर डुलेको भए खेतमा पानी पनि महाशयले नै लाउनु भयो होला होइन? अनि तरकारीमा औषधि पनि महाशयले नै हाल्नु भयो होला होइन? खेतको काम गरे त ठिकै हो। बाहिर बाहिर डुलेर आबारा लफङ्गाहरूलाई भेट्ने कुरा काट्ने गर्दै नहिँड भनेर सम्झाएको मात्रै हो। घरको काममा सिङ्गो भाँच्ने छैन, अझै ऊ जान्ने हुने, सिकाउनु पर्ने, मास्टर बन्नु पर्ने। कुरै काटे पनि गोमाको जस्तै कुरा काट्नु धेरै राम्रो दुनियाँले। कमसेकम बिचारीको नचाँदा नचाँदैको बिहे त रोकियो। यसको अलिकति भए नि खाके, तेरो अलिकति भए नि बुद्धि आउँथ्यो कि? दाइसँग मुख लाएर जे मन लाग्ने भन्छस्? खानै पर्दैन, चुरिएर त भइ त गयो नि। कहाँले बहिनीलाई गाली गरेर हुन्छ? जाऊ दुनियाँ तिमी जाऊ घर। बहिनीलाई गाली गर्दो रहेछ। घरको आफ्नो दाइलाई कराउँछ, गाली गर्छ, यस्तासँग हो न हो मिलाउँछ। त्यो त छोरी भन्ने जातको पहिचान हो भने त कहिले थाहा पाउँछ र? उनीहरू भनेको त आफ्नालाई भन्दा अर्कालाई हो कि आफ्नो खाने नै। बुझिनस्? थाहा पाउनुहोस् न यस्तो।
बा म एकछिन जुनेलीकोमा गएर आउँछु नि है। होइन यति बिहानै किन जानुपर्छ छोरी? यसो घरको काम गरेर गए भइहाल्यो नि। म पनि काम सकेर यसो बजारतिर जानु छ। होइन कि बा एकछिन जुनेलीलाई भेटेर आउँछु अनि हजुरलाई सघाउला नि, हुँदैन? त्यसो नमान न छोरी, यसो भात भान्सा काम गरेर अनि जाऊ न। मलाई पनि अलि हतार छ के गर्नु, अब घरको गोठको खेतबारीको काम गर्दा गर्दा बिहान त्यत्तिकै बित्छ। अब तिमीले भात भान्सा काम गरिदियौ भने मलाई पनि छिटो हुन्थ्यो। बा गरि त हाल्थे नि, कहिले नगरे जस्तो गर्नुहुन्छ। सधैँ गर्ने काम त हो नि, एकछिन गएर आएर पकाइ त हाल्थे नि। त्यस्तो ढिपी नगर नि छोरी, पहिला खाना बनाऊ त्यसपछि जाऊ न। बरु तिमीले खाना पसिने भ्याइदियो भने म आफै निकालेर खाउँला। खाना पकाइसकेपछि दिन कति बेर नै लाम्छ र, बरु खुवाएरै जाम्ला नि। छोरीले त्यति खाना मात्रै पकाइदिँदा पनि धेरै सजिलो हुन्छ। नत्र भने त घरीको बाहिर घरीको भित्र गर्दा गर्दै थकाइले लम्पटै परिन्छ। अङ्कल नमस्कार। नमस्ते नानु। गोमा घरमै छ त? गोमा घरमै छ। तिमी त यताबाट आउनुपर्ने मान्छे, फेरि यताबाट आइज्यौ। यसो गोमालाई भेटौँ कि भनेर आएको अङ्कल। के काम छ र त्यस्तो? गोमा पनि तिमीलाई भेट्नु छ भन्दै थिए त। होइन हो, के गर्दैछौ तिमीहरू दुईजना मिलेर त्यस्तो? त्यस्तो केही पनि होइन अङ्कल, तलसम्म गएर आएको थिएँ अनि यसो पसेर भेटेर जाऊँ कि भनेर हो। अनि तिम्रो बाले केही कुरा त भन्नु भएको छैन नि? बाले के कुरा अङ्कल, मैले त बुझिनँ नि। त्यही क्या, बिहेको कुरा। ए गोमाको बिहेको कुरा? छैन, बाले त्यस्तो केही पनि भन्नु भएको छैन। तिमी बुढाबालाई के थाहा बिहे रोक्ने नाइके म हुँ भन्ने? भित्र खाना पाउँदै होला, जाउँ त भित्रै। हुन्छ। गोमा, ओइ गोमा। ए कहिले आइस? म तेरै घर जाने भनेर निस्कन लाथे। किन र? तेरो आइडियाले काम गरे जस्तो छ है। आजकल बाले बिहेको कुरै गर्नुहुन्न। त्यसो भए त राम्रो भयो नि। सुन न, हाम्रो स्कुलमा एकजना नयाँ सर आउनु भएको नि। नयाँ सर आएर तँलाई के भयो त? हुन त के हुनु, यसो तँलाई पनि चिनाइदिउँ अनि सरसँग नि भेटाइदिउँ भनेर नि। परेको छैन कसैलाई भेट्न, भेटेर चिनेर के नै हुन्छ र। अहिले खानासाना खाएर हाम्रो घरतिर आइज अनि त्यतैबाट स्कुल जाम्ला सँगै है। ल। फुलफुल्यो वनभरि बसायो, दाइको दारी भाउजूलाई मन पर्यो, मलाई बाल भयो। ए गोपी, कतिजना आइस? तेल घर जानु लाग्यो, पेट दुखेर मरमला जस्तो भएर त्यो बासी दबाई छ कि भनेर। बा घरमा भए पो जान्थिस्, अस्ति जस्तै मासु भात मम्म हँसुरौँला भनेर जान्ला होला, नाटक बनाउँछ पेट दुख्यो भनेर। बा घरमा छैनन्। कहाँ गयो तेल बा? खै म घर बसे पो थाहा हुन्थ्यो। अघि म घर गएको ढोका लागेको रहेछ, कहाँ हुन् मलाई के थाहा। ए हो त, त्यसो भए गोमाको घरतिर जानु पर्यो, त्यसको बासी छ कि। अन्त काली भएपछि यस्तै हुन्छ। कुकुर जस्तै कसो घर मिठो पाकेछ सुँग्दै दाँत देखाउँदै ढुकेर खान्छस्, अनि तेरो पेट नदुखेर मेरो दुख्छ त। अस्ति तेरो घरमा मासु खाएर गएदेखि नि यहाँ पेट दुखेर मरौँला जस्तो भएको छ। तल बौसिलाएर जेस क्या मासुमा के भनिस्? ढुकेर खान्छ अझै बढी कुरा गर्छ। हो पक्का तैँले बौसी लाएरै दिएर मेरो पेट दुखेको। तँलाई बौसी दसैँदेखि मासु खाएको छैन भन्थ्यो, पाएको बेला लम दुई हातले सोरेर हड्डी नै सहित निल्यो, आन्द्राम गएर हड्डी अड्क्यो होला, अझ मलाई बोक्सी भन्छस्। यस्ता गदासँग बोलेर के बस्नु, बौसी लाएर मासु खुवाएर पेट दुखेर जस्तो भएको छ। जा खान नपाएको हन्तकाली।
बा खाना पाक्यो बसेर खानु है म एकछिनमा आएर खान्छु नि होइन खाना खाएर मात्रै जाने भने त भोक भोकै यति बेला कता जान लाग्यो फेरि त्यही जुनेलीकोमा हो के बा जुनेली कहाँ जाने रे होइन जुनेली त बिहान भर्खरै यहाँ आएको थिइन् त तुरुन्दा त्यस्तो के काम गरेर जान त्यस्तो केही काम होइन त्यही स्कुलसम्म जाऊँ भनेकी छे जुनेलीले त्यसैले हो हजुर खाना खाएर जानु न है जाडोको महिना छ अहिले फेरि चिसो हुन्छ बा म गएँ ल तपाईँ खानु है फेरि अलिक बिस्तार जानु छोरी लडिएला पाकेको खाना खाएर गएको भए हुने जाडोको महिना छ भोक भोकै त्यति घर कता जान लाग्यो गाउँमा बडो हतार गरेर गाइछ त है कता जान हो अनि तँ किन आइस् त हिजोबाट पेट दुखेर मरुला जस्तो भएर तिमीसित दबाई छ कि भनेर आएको काका होइन तैँले मलाई डाक्टर देखि क्या कहाँ हुनु नि दबाई खोज न काका त्यो होला नि यता कतै पेट दुखेर मरुला जस्तो भइसक्यो औषधि त के हुनु र म डक्टर हो र त्यो पनि प एकछिन म हेर्छु यहाँतिर राखे जसलाई त्यो कता पऱ्यो हुनु पर्ने ल त्यो खाएर ठिक हुन्छ त बिरेनुलले हुन्छ त काका हुन्छ नि किन न अस्ति मलाई चट्टै भएको थियो दबाई पनि खाइयो अब म जान्छु काका ल सन्चो भएन भने भरे आउनु भरे म अर्को औषध बनाइदिन्छु ल हुन्छ काका ल होइन यो तारेले ममा त्यस्तो के देखेछ एकहोरो हेरेको हेरै छ त बौलाएछ कि क्या हो यो ओइ तारे के भयो तँलाई मलाई किन एकहोरो हेरिरहेको खै तँलाई देखेपछि के भयो मनले नहेरौँ भने पनि यो आँखालाई हेरिरहन मात्रै मन लाग्छ तँमा के जादु छ त्यस्तो हेरेको हेरे हुने बनायो त अब नि त यो त्यति राम्रो पनि बोल्न जान्दो रहेछ त गाठे त बिरामी त भएको छैनस् नि त्यही त ठ्याक्कै मनको कुरा बुझिस् त कुनै न कुनै रोग नलाई त यस्तो हुनु नपर्ने हो के रोग लाएर छ त्यो पनि पत्ता लगाइदिए त गाउँमा सबैलाई पिट्दै हिँडी टोपलिन्थ्यो कसको नराम्ररी भेटेछ केटाको सुर फुस्क्यो जस्तो छ भन त तारे तँलाई कसले सुर फुस्किने गरी भकुर्यो त्यही त गाउँमा अघिसम्म ठिकै थियो तँलाई देख्ने बित्तिकै मेरो सुर कहाँ गयो लौ न गाउँमा केही गर्न पर्छ खै छुट त जस्तो सुर र बेसुरको मान्छेसँग बोल्नु भन्दा बाटो लाग्नु ठिक पख न पोख गाउँमा बरु एकछिन सँगै डिलमा बसौँ माया प्रेमको मिठा मिठा कुरा गरौँ आऊ न एकछिन बसौँ ए दाइ मैले के गरेको हेर्न जुनेली तेरो दाइको खुस्की जस्तो छ सुरमा बोल्याऊ कि बेसुरमा बोल्याऊ म त दङ्ग परि भने तर अलिकति पनि लाज लाग्दैन दाइ यसरी हाँसौँ त अहिले अरूले देख्यो भने के भन्छन् थाहा छ तँलाई मैले के गरेर छ र लाज लाग्ने हाँसौँ नि नहुने भने हुन्छ हिँड गोमा जाऊँ अलि राम्रो ख्याल गर है गोमाको तेरो हुनेवाला भाउजू
दाइ नमस्कार। नमस्कार। अनि रिजल दाइ कता गएर आउनुभयो? म यो तल खेततिर गएर आएको, खेतबारीतिर यसो हेर्न गएको। अनि नारद भाइ बाबु चाहिँ कता त? कता भन्नु, म पनि तलतिर जाउँला। अनि कुरो त राम्रो राम्रो सुनेको छ नि, के हो? राम्रो कुरो हो होइन, के राम्रो कुरो? अनि नारद भाइ छोरी बिहे गर्न लागेछौ, छोरी नाबाला छोरीले बिहे गरेर पठाएर तिमीले अर्को नयाँ घर जाउँ गर्न है क्या? ए दाइ पनि। अनि गाउँभरि यस्तै हल्ला चलेको छ त। घरमा छोरी भएपछि अलिअलि बिहे कुरो त चल्दो रहेछ दाइ, तर मैले टुङ्गाइदिइसकेँ। छोरीको बिहे नगरिने गरेँ। त्यही त, म त दङ्ग परिरहेको। त्यस्तो नाबाले छोरीको बिहे नारदले कसरी गर्न लागेको छ मार? ओहो दाइ, मैले तपाईँलाई भुलाइदिएँ है। कुरामा हेर्नु पत्तै भएन भने। ल नारद भाइ, छोरीको बिहेको कुरो टुङ्गाएछौ, ठिकै गऱ्यौ ल। के गर्नु दाइ, अब समाजमा बसेपछि कुरा नकार्न पनि नसकिँदैछ। हेर्नुहोस्, अब घरमा बढे हुर्केको तरुण छोरी अलिअलि गर्दा गर्दै गाउँभरि हल्ला भइसक्यो। ल दाइ, म चाहिँ लागेँ। ल म पनि लागेँ ल। पनि कस्तो भागी के? किन यसरी चिन्दै नचिन्ने मान्छेलाई भेट्न जान लाज लाग्दैन तँलाई? कस्तो नचिने भने झन् औसी त्यत्रो बोलेर स्कुलको बाटो परसम्म देखाएर पठाएको। मलाई देखे भने परैबाट चिन्छन् तिनले। यी बोलाउँछन्, जानी भए त मात्रै जा, म त जान्न। अझै त नि कस्तो थिएस् के? नराम्रो मान्छेसँग भेटाउनु ला हो र? स्कुलको शिक्षकसँग पो भेटाउनु लाएको त। झन् राम्रो मान्छेसँग भेटेपछि यसो ज्ञान गुणका कुरा सिक्छस् कि भनेर हो। हिँड जाम, आज त बिदा छ। बिदाको दिन पनि तेरो सर स्कुल गयो होला नि त? हो त है, मैले त कस्तो बिर्सेछु। बरु यसो गरौँ, तिनी बस्ने घरतिर जाऊँ। सके अर्जेल बाकोमै बस्ने होला, म त जान्न त्यहाँ। भोलि सरलाई भेट्न आउने यिनै दुईटी केटी हुन् भनेर गाउँभरि हल्ला फिजाइदिन्छन्। त जाने भए जा, म त जान्न। त्यस्तो हुन्न कहाँ? के खोज्न आएको नानीहरू तिमीहरू? खोज्न त केही होइन, सरलाई भेटौँ कि भनेर। कुन सरले भेट्न आयो? हाम्रोमा दुईजना सर बस्नुहुन्छ। त्यही अस्ति आउने नयाँ सरलाई। ए कृष्ण सरलाई? हो कृष्ण सरलाई। ए नानी हो, अलि आउन ढिलो गर्यौ। दुवैजना सर मिलेर तल बजारतिर जानुभयो। अलि अगाडि आएको भए भेट हुन्थ्यो, अलि ढिला भयो। ए त्यसो भए जान्छौँ बुवा हामी। ए केही समाचार छ? सर आसी म भन्ने होला। त्यस्तो केही पनि छैन, हामी जान्छौँ है बुवा। हस् राम्रोसँग जानुहोस्, यहाँ किताब पढ्नु पर्यो। साथीको सङ्गतिले खती बनाए यही त होला। आजै के भन्छ यो? तैँले डुबाइहालिस् नि। झन् आफूलाई कहाँको 7:30 को दशैं चलिरहेको बेला झन् के हुने हो। त टेन्सन नगर्न, केही हुँदैन के। ए गोपी, अङ्कल यहाँ आइज त। भोलि खेतमा अलिकति काम थियो, त आउँछस् कि भनेर पैसा पनि दिन्छु म। आउनु त हुन्थ्यो, तर सर केही पनि नभन्, फुरुक्क नआउनु। म पनि हुन्छु, जुनेली पनि आउँछ। बरु भात पनि यतै खालास्। काम सकेपछि बेलुका 500 रुपियाँ दिउँला म। 500 नै दिने हो भने टुनेलीसँग पनि कुरा गर्न पाइन्छ भने किन नजानु पर्यो र? जागो पिजा मौका यही। के सोच्न लागिस्? हुन्छ अङ्कल, म आउँछु। बरु तपाईँ एउटा कुरा थाहा पाउनु भयो? के कुरा?
माथि सिरान घरे मुन्ना त फर्केर आइछ नि अङ्कल। आइसकिन आइसकेको त छैन, जस्तो आज भोलि आउने जस्तो कुरो छ। जे गरी ठिक गरी अलि अस्ति नै आउनु पर्थ्यो, आउन ढिला गरी बिचरी। ल म गएँ है, भोलि चाहिँ नबिर्सी त्यो काम सक्नुपर्छ नि। हुन्छ हुन्छ। होइन यो अङ्कल त त्यसै बगिन पो लाग्यो। कुरा के रहेछ अहिले सोध भनेर नभन्लान्, हुन त पछि थाहा हुँदै जान्छ। मुनाको नाम सुन्ने बित्तिकै बग्न पो लाग्यो। के रहेछ कुरो?